गेगर र बालुवालाई बगरमा रहेको लासलाई गिद्धले ठुगे झैं घेरा हाली हुडारले मृगलाई लुछे झैं गण्डकीका छातीमा जिउँदै दागबत्ती दिँदै अहो रात्र डोजर र स्काभेटरले ताण्डव गरिरहेछ गण्डकीका सन्तानको सर्वनाश गरेर। तर खबरदार, गण्डकीको विनाशबाट बुनेका तिम्रा विकासका सपनाको चित्कार हुनेछ। गण्डकीको मौनताको तुहन गर्नेहरू याद राख, गण्डकीले रौद्र रूप धारण गरेको दिन तिमीहरूको सिर्जना र सृष्टिको अन्त्येष्टि निश्चित छ। दुर्भाग्य, गण्डकीको तटमा जन्मने सौभाग्य प्राप्त गण्डकी पुत्र पर्वत जिल्लाको मोदी गाउँपालिका 7 रामजा ठाँटी निवासी सुभाष पौडेलको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमन। आदरणीय महानुभावहरू, संसारकै सर्वप्राचीन र उत्कृष्ट सभ्यता हो गण्डकी सभ्यता। सबैभन्दा पवित्र नदी काली गण्डकी, यसैको चरणौं तकद्वारा सिंचित प्रकृति र त्यही उर्वरा सस्यश्यामला प्रकृतिमा सिर्जित संस्कृति, त्यसैको सिंह सभ्यता जसको गुणगान म गाएर सक्दिनँ। भृकुटी हिमालको शिरदेखि दामोदर पर्वतलाई विस्तृत गरी मुक्तिनाथको पाउ पखालेर साक्षात सालग्रामलाई गर्भमा राखेर भएकी जगत जननी काली गण्डकी बहनुपर्ने दक्षिणतर्फ तर फर्किरहन्छन् उत्तरतर्फ। शास्त्र अनुसार पूर्वोत्तर दिशा सबैभन्दा धेरै ऊर्जाशील क्षेत्र हो। जहाँ जहाँ नदीहरू उत्तरतर्फ बहन्छन् त्यहाँ धेरै चेतना बहन्छ, प्रज्ञा बहन्छ। उत्तरतर्फ फर्केका शिवलाई स्नान गराउने चेष्टा गर्दा काली गण्डकी उत्तरतर्फ प्रवाहित भएको जनश्रुति छ। नदी सु गण्डकी श्रेष्ठा तत्रापि उत्तर वाहिनी उत्तरायम कृष्ण भायम कोटि गुण फलम लभेत। कलियुगमा पनि उत्तिकै फलदायिनी नदी यदि कुनै छिन् भने काली गण्डकी छिन्, जो कहिल्यै रजस्वला हुँदिनन्। साक्षात विष्णुलाई गर्भमा लिएर बहने अत्यन्त दुर्लभ मानिन्छन्। त्यस्तै काली गण्डकी अझ उत्तरतर्फ फर्केकै स्थानमा गरिएका शुभ कार्यहरू हजारौं गुणा फलदायी हुन्छन्। जहाँ आएर केवल दर्शन गर्नु पनि अहो भाग्य हो। तर हामीहरू त यहीँ जन्मियौं, हरेक दिन नभए पनि एकादशीको दिन मात्र भए पनि आएर प्रार्थना गरिरह्यौं। हरिगण्ड समुद्भुते सुरासुर नमस्कृते अघौघ शमने देवी पापम मेहर गण्डकी। सभाध्यक्ष महोदय, काली गण्डकी कुनै खोला वा नदी मात्र होइन, यहाँ प्रवाहित पानी मात्र होइन, संसारलाई शीतलता प्राप्त गर्न विष्णुको गण्डस्थलबाट प्रवाहित अमृत धारा हो। यहाँका शिलाहरू केवल ढुङ्गा होइनन्, हरेक सनातनीका आस्था हुन्, विश्वास हुन्, सर्वस्व हुन्। शालिग्राम बिना संसारको कुनै पनि मन्दिर रहँदैन। हरेक मन्दिरमा प्रत्यक्ष नभए पनि गर्भगृहमा अवश्य शालिग्राम रहेको हुन्छ। जहाँको शिला बिना मन्दिर भगवान बिनाको हुन्छ भने अब भन्नु शालिग्रामको महत्त्व कति। मेरी हजुरआमा खोपीमै सही हरेक दिन जल चढाएर तुलसी अर्पण गरेर त्यही जलपान गरेर सदायु बाँचेकी छन्। त्यस्तै जीवनदायिनी अमृत धारालाई केवल पानी देखेर विकासको उपेक्षा गर्दै विभिन्न विकासका नाममा सिङ्गो सभ्यता आस्था र विश्वासकै विनाशमा राज्य लाग्दा सनातनीका हृदयमा कति असह्य पीडा भइरहेको छ। सभाध्यक्ष महोदय, विकासको लोभ देखाएर विनाशको षड्यन्त्र गर्दै गण्डकीका काखमा लडीबुडी खेल्ने गण्डकीका सन्तान शालिग्राम गेगर र बालुवालाई बगरमा रहेको लासलाई गिद्धले ठुगे झैं घेरा हाली हुडारले मृगलाई लुछे झैं गण्डकीका छातीमा जिउँदै दागबत्ती दिँदै अहो रात्र डोजर र स्काभेटरले ताण्डव गरिरहेछ गण्डकीका सन्तानको सर्वनाश गरेर। तर खबरदार, गण्डकीको विनाशबाट बुनेका तिम्रा विकासका सपनाको चित्कार हुनेछ। गण्डकीको मौनताको तुहन गर्नेहरू याद राख, गण्डकीले रौद्र रूप धारण गरेको दिन तिमीहरूको सिर्जना र सृष्टिको अन्त्येष्टि निश्चित छ। दुर्भाग्य भनौँ कि के भनौँ, हिजोको पुस्ताले गण्डकी बुझ्यो, उत्तरतर्फ बहनुको रहस्य बुझ्यो, शालिग्राम बुझ्यो र पुज्यो, अनि आज हामीलाई नबिगारिकन हस्तान्तरण गर्यो। तर आज हाम्रो पुस्ता यो कुरालाई बुझ्न आवश्यक ठान्दैन। बुझ्नु त झन् अन्धविश्वास नै मान्छ, भौतिकतामा विश्वास गर्छ, छिटो छरितो हरिया नोट देख्छ, तर देख्दैन युगौँ युग बाँचिराख्ने संस्कृतिको सम्बन्ध, सभ्यताको सुगन्ध। एकादशी र सङ्क्रान्तिमा गण्डकी स्नान फोहोरी मान्नु र स्विमिङ पुलमा डुबुली खेर्नु कुनै आधुनिकताको परिचय हो जस्तो लाग्दैन मलाई। शालिग्राम नचिनेको विद्वता कुनै ज्ञान हो जस्तो लाग्दैन मलाई। त्यसैले शालिग्राम बिनाका नेपाली र गण्डकी बिनाका सनातनी कहिल्यै हुँदैनन्। सभाध्यक्ष महोदय, सारा संसारले बुझिसक्यो गण्डकी र शालिग्रामको महत्त्व, तर हामीलाई थाहा छैन के हो शालिग्राम, के हो गण्डकी। सामान्य ढुङ्गा भनेर विज्ञानको हवाला दिनेहरूलाई के थाहा ढुङ्गामा पनि चेतना व्याप्त छ, विद्युत प्रवाहित छ, ऊर्जा तरङ्गित छ भनेर।
चारजना पाश्चात्य वैज्ञानिकहरूको नाम रटेर विज्ञानको नाममा कुर्लिने ती वैज्ञानिकहरूलाई म गुरुत्व आकर्षण बल र गड पार्टिकल शब्दको अर्थ सोध्न चाहन्छु। सापेक्षतावाद सिद्धान्त के हो? के वेद नबढी सापेक्षता बुझ्न सक्छौ? म भन्न चाहन्छु जति जति विज्ञान विकसित भइरहेको छ त्यति त्यति वेदका सत्यहरू सत्यापित भइरहेका छन्। त्यसैले हामी धर्ममा विज्ञान खोजेर बस्दैनौँ, किनकि हाम्रो धर्म भन्नु नै विज्ञान हो। किनकि ज्योतिष विज्ञान हो, आयुर्वेद विज्ञान हो, तन्त्र विज्ञान हो, कुशासन विज्ञान हो, सङ्कल्प विज्ञान हो, कर्मपात्र विज्ञान हो, शालग्राम पूजा विज्ञान हो, गण्डकी स्नान विज्ञान हो। त्यसमा पनि उत्तर वाहिनी। वृक्षहरू ऊर्ध्वरेता हुन्छन्, गुरुत्व आकर्षण बललाई जितेर जमिनको रस टुप्पामा पुर्याउँछन्। ऋषिहरू त्यही वृक्षमुनि बसेर वृक्ष जस्तै आफूलाई ऊर्ध्वरेता गराइरहेका हुन्छन्। सहस्रधार चक्रबाट संसार निहाल्छन्। जब दक्षिणलाई छोडेर काली गण्डकी उत्तरतर्फ बग्छिन् तब वृक्ष र योगी जस्तै गण्डकी पनि अलौकिक ऊर्जायुक्त बन्छन्। हिमाल गुरुत्व आकर्षणलाई मात दिँदै दिन दिन अग्लिरहेको छ। त्यही हिमालसँग योगी गुफाभित्र बसेर कुण्डलानी जगाइरहेको छ। महोदय, हाम्रो सान यही हो, हाम्रो विज्ञान यही हो, आउनुहोस् हाम्रा सम्पत्ति चिन्हतर्फ। यदि राज्यले चासो गर्दैन र सक्दैन भने हामी गर्नेछौँ हाम्रा सम्पदाको संरक्षण। तपाईँ आफ्ना छोरा नाति भाइ भतिजलाई सिलाउनुहोस् शालग्राम के हो, गण्डकी के हो बुझाउनुहोस्। म मेरो परिवार र समाजलाई चिनाउँदैछु। हामीमा अलिकति चेतनाको कमी होला, प्रज्ञाको कमी होला, तर गण्डकीको तटमा बसेर धर्म कर्म पढेर शालग्राम पुजेर मूल तत्त्व बुझेर बस्ने तपस्वीहरू अझै हुनुहुन्छ। आउनुहोस् त्यतै लागौँ, हाम्रा राम्रा कुरा संसारलाई सिनाउनु छ। हामी अलिकति निद्रामा पुग्यौँ होला, अब यसै महायज्ञको माध्यमबाट जाग्नु छ र संसारलाई सिनाउनु छ। गण्डकी सभ्यताको ज्ञान, शालग्रामको महत्त्व र आदि प्रयागको महिमा भन्दै अन्त्यमा उत्तिष्ठत जाग्रत प्राप्य वरान्नी बोधित यिनै जागृतिका भावसहित मेरा शब्दहरू यहाँ गर्दै हजुरहरूबाट हुजेल पर्न चाहन्छु। हस्त धर्ममा नमस्कार। जय गण्डकी, जय शालिग्राम, जय आदि प्रयाग।